यो नेपालको कानुन देखेर पनि यो कन्सिरी तातेर आउँछ मेरो। खासमा विदेशबाट नेपाल जाँदाखेरि कति सुनका गहना र कति सुन लिएर जान पाउने हो। यसको नियम हेऱ्यो भने भन्सार विभाग हो यसको नियमन गर्ने निकाय। तर भन्सार विभागकै वेबसाइटमा र भन्सार विभागकै टेलिफोन सेवामा फोन गरेर सोध्यो भने नि तपाईँले 4 थरीको सूचना पाउनुहुन्छ। एउटाले 100 ग्राम भन्छ, अर्कोले 125 भन्छ, कसैले 200 भन्छ, कसैले 250 ग्राम भन्छ। ए भन्सार विभाग, यो जनता झुक्क्याउने नियम किन राखेको? यदि नियम हो भने एउटा नियम हुन्छ होला नि। यो 4 थरीको नियम राखेर जनता झुक्क्याउने हो कि जनतालाई फस्ल्याङ फुस्लुङ पारेर भन्सारमा गहना जफत गर्ने परपञ्च हो? यो भनिदिनु पर्यो तपाईँले। यो मैले यत्तिकै भनिरहेको छैन। अब नियम हेरौँ है त। भन्सार विभागको वेबसाइटमा गएर हेऱ्यो भने अस्ति वैशाखमा 1-2 हप्ता अगाडि मात्रै चिटिक्क परेको एउटा चाहिँ ब्रोसर त्यहाँ राखेको छ। यो ब्रोसरमा चाहिँ धेरै सोधिने प्रश्नहरू भन्ने एउटा खण्ड छ। यो खण्डमा चाहिँ नेपाली नागरिकले आफ्नो साथमा ल्याउन पाउने सुन तथा गहना भनेर त्यहाँ लेखेको छ। महिलाको हकमा 50 ग्रामसम्म र पुरुषको हकमा 25 ग्रामसम्म गहनामा महसुल लाग्दैन सुनको गहनामा भनेको छ। र त्योभन्दा बढी थप 100 ग्रामसम्म महसुल तिरेर ल्याउन पाइन्छ भनेको मतलब यसमा महसुल तिरेर र नतिरेर महिलाले 150 र पुरुषले 125 ग्रामसम्म ल्याउन पाउँछ भनेको छ। कस्तो स्पष्ट छ जस्तो लाग्छ नि। तर अब फेरि भन्सार विभागको त्यही वेबसाइटमा जिज्ञासा भन्ने एउटा खण्ड छ। त्यो जिज्ञासा भन्ने खण्डमा चाहिँ विदेशमा बसी फर्केका नेपाली यात्रुले के कति सुन ल्याउन पाउँछन् भनेर लेखिएको छ। र त्यसमा चाहिँ 25 ग्राम पुरुष र 50 ग्रामसम्म महिलाले भन्सार छुट पाउने त्यो ठिक छ। र त्योभन्दा बाहेक थप 200 ग्रामसम्म सुनका गहना ल्याउन पाइन्छ भनेको छ। हेर्नु है, अब यहाँ चाहिँ 150 त्यहाँ पुग्ने बित्तिकै 200 पुगिसक्यो। अब यति मात्रै हो र आइभीआर भन्ने एउटा टेलिफोन सेवा पनि छ भन्सार विभागकै वेबसाइटमा छ। 0159706556 मा फोन गर्यो भने आइभीआर भन्ने सर्भिस छ। त्यसमा एकजना महिला बोल्नुहुन्छ, उहाँले के भन्नुहुन्छ एकछिन सुनौँ है त। नमस्कार, भन्सार विभागको आइभीआर प्रणालीमा स्वागत छ। सुनको गहना सम्बन्धमा बुझ्न 1 थिच्नुहोस्। काँचो सुन सम्बन्धमा बुझ्न 2 थिच्नुहोस्। पुरुष यात्रुको हकमा 25 ग्रामसम्म र महिला यात्रुको हकमा 50 ग्रामसम्म सुनका गहना साथमा ल्याउँदा कुनै महसुल लाग्दैन। सोभन्दा बढी थप 200 ग्रामसम्म सुनका गहना नियममा अनुसार भन्सार महसुल तिरेर साथमा ल्याउन पाइनेछ। ले हेर्नु, 25 ग्राम र 50 ग्राम भन्सार महसुल छुट हुने त मिल्यो। अब यहाँ पनि 200 ग्रामसम्म सुनका गहना ल्याउन पाउँछ भन्छ। अब कति हो त ल्याउन पाउने चाहिँ? 200 हो कि 150 हो कि? यस्तो खालको झुक्क्याउने खालको नियम राख्नु भएन। अब यो त भयो भन्सारमा लेखेको। अझ तपाईँ त यो के भन्छ अरे काठमाडौँको त्रिभुवन एयरपोर्टको वेबसाइटमा हेर्नुभयो भने त त्यहाँ 250 ग्रामसम्मको सुनको गहना ल्याउन पाइन्छ भनेको छ। हेर्नु है, अब कुन मान्ने कुन नमान्ने, कुन पत्याउने कुन नपत्याउने, हामी कुन नियम पढेर सुन लिएर जाने हो? त्यसो भने अब राजपत्रमा नियम के छ र यो साँच्चै हुनुपर्ने चाहिँ के हो भनेर हामीले त्रिभुवन विमानस्थलका भन्सार कार्यालयका प्रमुखलाई नै सोधेका छौँ। त्यो सुनाउनुभन्दा अगाडि राजपत्रमा के छ? अब राजपत्र 2081 कार्तिक 29 गते राजपत्रमा एउटा सूचना प्रकाशित भएको छ विदेशबाट फर्कँदाखेरि नेपालीले ल्याउन पाउने सुनको गहनाको विषयमा, जसमा उपदफा 1 मा विदेशबाट फर्केका यात्रुका लागि महसुल छुट हुने भनेर पुरुषलाई 25 ग्राम र महिलालाई 50 ग्राम स्पष्ट तोकिएको छ। यहाँ सबै मिल्यो। अब यही राजपत्रको सूचनाको उपदफा 9 को झमा के भनेको छ भन्दा विदेशबाट फर्केका यात्रुले उपदफा 1 घमा उल्लेख भएको भनेको मतलब अघि जुन 25 ग्राम र 50 ग्राम भन्सार छुट दिने भनेको थियो नि महिला र पुरुषलाई, हो त्यसमा उल्लेख परिणाम भन्दा बढी परिमाणमा गहना ल्याएमा 50 ग्रामसम्म प्रचलित जुन भन्सार शुल्क छ त्यो तिर्ने र त्योभन्दा बाँकीको 50 ग्राम थपमा चाहिँ
थप अतिरिक्त 3% भन्सार शुल्क लाग्ने भनेर 100 ग्रामसम्म एक्स्ट्रा सुनको गहना ल्याउन पाइन्छ भनेको छ। अब राजपत्रको यो कुरालाई सर्टकटमा भन्ने हो भने महिलाले 50 ग्रामसम्म भन्सार तिर्नु परेन र थप 100 ग्रामको भन्सार तिरेर सुनको गहना ल्याउँदाखेरि 150 ग्रामसम्म सुनको गहना ल्याउन पाउने देखियो यो राजपत्रको सूचना अनुसार। र पुरुषले चाहिँ 25 ग्रामसम्म भन्सार शुल्क तिर्नु परेन, त्यसपछि 100 ग्रामको चाहिँ भन्सार शुल्क तिरेर 125 ग्रामसम्म ल्याउन पाइन्छ रे यो नियम अनुसार। अब राजपत्रमा लेखेको कुरा यही हो कि होइन भनेर हामीले काठमाडौँ एयरपोर्टको भन्सार कार्यालयका प्रमुखलाई सोधेका छौँ। मान्यो 25 ग्राम र 50 ग्राम चाहिँ पुरुष र महिलाको हकमा छुट हो। अर्को 50 ग्राममा रेगुलर महसुल अनुसार चाहिँ महसुल तिरेर उहाँले ल्याउन सक्ने हुनुभयो र त्योभन्दा पनि कसैको चाहिँ बढी सुनको गहना यदि भयो भने उल्लेखित परिणामभन्दा बढी थप 50 ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप 3% भन्सार महसुल तिरेर सुनका गहना ल्याउन पाइनेछ। यो भनेको मतलब चाहिँ पुरुषले 25, 50, 50 गरेर 125 ग्रामसम्मको सुनको गहना र महिलाले 50, 50 र 50 गरेर 150 ग्रामसम्म हो। त्यसलाई क्लियर भनिदिनु सरी हो कि ठ्याक्कै? हो, क्लियर। यो भिडियो डाउनलोड गरेर राख्नु होला। काठमाडौँ एयरपोर्टमा भन्सारका कर्मचारीले किचकिच गर्यो भने देखाइदिनुपर्छ। र अर्को कुरा, भन्सार विभागले यो फरक 4 थरीको सूचना राखेर जनता झुक्याउने काम नगर्नुहोस्। यो राजपत्रमा जे छ यसरी क्लियरली जनतालाई राख्दिनु। Namaste, म पारस खड्का, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills and hopefully together we can help you build your career.